अनि नमस्ते। अनि जुन यो भाइहरूले हाम्रो महेन्द्रनगर नगरपालिका अनि अहिले भीमदत्त भनिरहेको छ, यो अलिकति मलाई पनि भीमदत्त भन्दाखेरि कता कताबाट अप्ठ्यारो लागिरहेको हुन्छ। अझै पनि यसो सोध्ने हो भने 90% मान्छेले महेन्द्रनगर नै भन्छन्, महेन्द्र नगरपालिका नै भन्छन्। अनि म फेरि भीमदत्तको विरोधी पनि होइन है, अनि समर्थक पनि होइन, विरोधी पनि होइन। मलाई के लाग्छ, भीमदत्त साँच्चै नेता हुन्, कृषकका नेता हुन्, किसानका नेता हुन्, गोर्खानी वर्गका नेता हुन्। र अनि हामी भीमदत्तको नाममा यो महेन्द्रनगर नगरपालिकालाई के अरे बनाउनुको कुरा हाम्रो मनले मान्दैन। त यसलाई महेन्द्र नगरपालिका नै हुनुपर्छ। र अनि साँच्चै भीमदत्तलाई यो अर्काको पालिका पनि राजा महेन्द्रद्वारा नै स्थापित महेन्द्रनगर बजार होइन, यो सुन्दर बजार प्लानिङ होइन, जो अहिले पनि यति सुन्दर छ। चारैतिर प्रत्येक 50 मिटरमा चौराहरू छन्। अनि भीमदत्तलाई राखौँ, उहाँको नाम राखौँ, तर यहाँ होइन। भीमदत्त किसान नेता हुन्, भीमदत्तकै नाममा यहाँ अझै पनि 90% मान्छेहरू किसान छन्, कृषक छन्, पेसा छन्। हामीलाई खेतीबारी गर्ने बेला, रोपाइँको बेला, गहुँ छर्ने बेला मलजल छैन। अनि उहाँको नामले एउटा सानो भए पनि भीमदत्तकै नामले एउटा कृषि मल कारखाना राखौँ। अनि धार्मिक पर्यटनको हिसाबले उहाँको चाहिँ नि कर्मथलो बिलौरी अनि ब्रह्मदेवमा पनि उहाँले लडाइँ छिडेको अवस्था, नुनको अवस्थामा ब्रह्मदेवबाट नै एउटा हामी कृषि सँगसँगै अनि पर्यटन व्यवसायलाई पनि समर्थन गर्नु। पर्यटन व्यवसाय लाखौँ पर्यटनलाई भित्र्याउने एउटा रोजगार हुनसक्छ यदि हामी ब्रह्मदेवबाट चाहिँ नि केबल कार मार्फत झिलमिलासम्म भीमदत्तकै नामले थालनी गरौँ होइन। त्यो 1 वर्ष 2 वर्ष 10 वर्षपछि होला। त्यो लागि यहाँका राजनीति गर्नेहरूलाई अनि भीमदत्तको नाममा राजनीति गर्नेहरूलाई चेतना होस्, नामले होइन कर्मले चिनाउँ। उहाँलाई कर्मले चिनिएका भीमदत्त हुन्, उहाँको सत्कर्मले चिनिएका भीमदत्त हुन् भनेपछि उहाँको नामलाई उहाँ कर्मबाट